काइलीहरूको उता भिडियो हेरेर मेरो थुक रस आयो, त्यही भएर काइलीको अचार अस्ति नै लेख्दै निकै डब्बा चाहिँ खाइसक्यो है। यो बफ अचार चाहिँ डल्लै सकिसकेको चाहिँ छैन यहाँ चाहिँ। ओ काइली अचार सक्यो है, ल अब कताबाट पठाइदिने हो देखाउन राखेको ल मैले। सक्यो सिस्नो पकाउँदै खाँदै, भिडियो चाहिँ बनाउनु कति टाइम हुँदैन नि त। सबै खाइसक्यो चाहिँ बफको अचार है, यस्तो खाइसक्यो। यो डब्बा खाइसक्यो, अरू डब्बा उतानिर पनि छ है। अनि यो चाहिँ अब अलिकति थोरै छ है, यो भइहाल्यो। ल आज चाहिँ म काइलीको बफ अचार राखेर चाहिँ चाउमिन टक्क बनाउँछु है। ल यस्तो मिठो तरकारी बनाउँछु कि थाहा छैन, अलिअलि गर्दै खाँदैछौँ कि। यहाँ अलिकति खोले देखाउनु पर्छ, यो आधी राख्छु क्या, धेरैभन्दा आधी राख्छु, किन कान्छी आउँदा पनि लिएर आउँछ नि त। ल यो अचार, यो बफ भनौँ न, यस्तो मिठो हुन्छ कि लु यहाँ टक्क परेको। ल बफ अचार चाहिँ मासु छ, स्वाटलाई काइलीको अचारलाई एकदम धन्यवाद। फेरि पठाऊ है। ल आज चाउमिनसँग चाहिँ, चाउमिनको साथी चाहिँ बफ अचार, अनि साथमा अलिकति फ्रोजनको मोमो बनाएर राखिदिएँ क्या, फ्रोजनमा ठुल्ठुलो छ, पुगिहाल्छ होइन। ल अनि त्यहाँबाट चाउमिनको लागि चाहिँ बन्दाकोपी सन्दाकोपी यो पेपरोन सेपरोन सबै काटकुट गराएछ। अनि अकबरी खर्सानी मेरो साथीले चाहिँ कराप्पै टोक्दै काइलीको सुकुटीकोसँग चाउमिन खाँदा त दामी। ल सकिनलाई चाहिँ काइली लु पठाइदेऊ है भन्नुलाई। ल तपाईँहरू देखाइदिउँ, काइलीलाई देखाइदिउँ भन्दै यसो बिचार मेरो दिदीले खाइसकेछ भन्छ होला भने सबै फालेछु मैले डस्टबिनतिरै। ल है यति छ। अब चाहिँ अलिअलि यो खानु पऱ्यो भने यो अचार खानु पऱ्यो साथीले 7 दिनभित्रमा खाइसक्छ। कम्ती मिठो हुन्छ त, सिरानी छेउमा राख्यो करपर अलिअलि टोक्दै खाँदा आमा यस्तो मिठो हुन्छ कि है। वाह यस्तो मिठो 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 बडो मिठो, कुरै नगर। यो चाहिँ टिमुरको छोप चाहिँ सिस्नोसँग चाहिँ कुरै नगर, पिरो पनि यहीँ, टिमुरको छोपको स्वाद पनि यहीँ, अकबरीको स्वाद पनि यहीँ, सबै यहीँ भएको भएर चाहिँ मैले धेरै खाएँ योसँग चाहिँ। भिडियो चाहिँ बनाउनु पाएन। ल अब चाहिँ म नयाँ च्यानलमा जतिजना जोडिनु भएको छ सम्पूर्णलाई धन्यवाद दिँदै फेरि साइली दिजु चाहिँ आज चाउमिन काइलीको त्यही पनि बफ अचार राखेर आउँदैछु है। ल बाख्न यो खाएपछि साइली दिदी पनि टक्कै पोखरा काइली अन्तरे कान्छी छोरी सबैजना डुलेको है। म पनि सँगसँगै लुनु अब मसला लगाइदिनु, नुनहरू लगाइदिएर चाहिँ परर गरेर चाहिँ ल है। आज चाहिँ मेरो काइलीको अचारसँग चाहिँ यस्तो मजाले खाइदिन्छु नि मैले चाउमिन, यस्तो मिठो हुन्छ है। ल वाह हेलो हजुरहरू नमस्ते, सबैलाई नमस्ते। सबैजनाले मसँग आएर जोडिदिनु भयो, सम्पूर्णलाई हृदयबाट धन्यवाद दिन्छु। नयाँ च्यानलमा पनि है, 1-2जनाले चाहिँ बेची खाएको छ कि के हो, सेल गर्नु लागेको कि इत्यादि कुरा सोध्नु भएको थियो। अब नेगेटिभ यो दिमाग हुनेहरूलाई त अब त्यो भनेर पनि साध्य हुँदैन होइन, बताएर पनि साध्य हुँदैन, त्यही भएर चुपचाप बस्ने हो। ल अनि स्पेसली आज चाहिँ मैले मेरो काइलीको अचार आमामा 1 भाँडा छ है, यति कति डब्बा त खाइसकेको त मैले, कता राखेको है उतातिर। मजाले मिठो काइलीको सुकुटीको अचारहरू सबैलाई ल आज चाहिँ मेरो काइलीहरू पनि उता आज पोखरातिर रमाउँदैछ नि त उनीहरू है, यहाँ अड्दै नै राखेँ ल। अनि रमाउँदैछ उनीहरूले पनि सुँगुरको मोमो, अनि सुँगुरको सुकुटी, अनि त्यहाँबाट चिकन सुकुटी लाएर 4-5 किलो पोखरातिर गएर यसो खाँदै गरौँ रमाउँदै गरौँ भनेर पोको पारेको रे। बिर्सेछ दिदी, खानु मन लागेर मरे यस्तो जिब्रो भयो भन्छ। ल काइली कान्छी तिम्रो सबैको साटो चाहिँ मैले नै खाइदियो है। ल अब यता तलतिर राख्छु ल। ल अनि यदि कसैलाई चाहिन्छ भने चाहिँ काइलीको अचारलाई चाहिँ हजुरले सम्झिनुहोस्। यो अचारमा चाहिँ कस्तो हुँदो रहेछ भने मैले फिल गरेको, मेरो कान्छी नभएको बेलामा मैले फिल गरेको, टक्क पिरो पनि त्यहीँ, अनि टिमुरको छोप पनि त्यहीँ, सबै त्यहीँ भएको भएर चाहिँ अनि टक्क यहाँ त पाउँछ नि त अहिले सिस्नो टन्नै छ क्या यो जङ्गलैभरि। टिपेर लिएर खाँदा मजाले बनाए सिस्नो, अनि सुकुटी 4-5वटा कति घरमा पर्छ अब त्यो अनुसारले लेदो खाने क्या। अब म त कम्ती खाएको होइन है मेरो काइलीको अचारसँग त उयो क्या टिमुर है, के अरे सुकुटीको अचारसँग चाहिँ सिस्नो। ल सबैलाई एक मुठा फेरि पनि धन्यवाद दिन्छु तपाईँहरूलाई। तपाईँहरू टाढा नजिक जहाँसुकैबाट पनि मसँग जोडिदिनु भयो। नयाँ च्यानलमा तपाईँहरूसँग म साथी हुन पाएँ, अनि तपाईँ मसँग जोडिनु भयो। तपाईँहरूलाई सम्पूर्णलाई एकदमै मिठो सब्सक्राइबको लागि र मसँग जोडिनु भएको लागि तपाईँहरूलाई चाहिँ एकमुष्ट धन्यवाद दिन्छु है त। ल आज चाहिँ मैले काइलीको सुकुटीको अचारको चाउमिन बनाएको। ल हेर्नु है, यो थोरै खाने चलन छैन, अनि कहाँबाट सकिन्छ त होइन। ल मैले अस्ति साथीले दिएको थिएँ नि त, अनि निकै थोरै देखेको थिएँ प्लास्टिकमा त, निकै नै पो भएछ है। ल यहाँ अलिकति राख्छु ल बिचरा। ल अब कान्छी आउँदैछ, म तिमीलाई पनि दिन्छु है भनेको छु। अनि ल भनेछ, उसले पनि बेसरी मन पराउँछ कि यो अचार, खर्सानी मन पराउँछ भनौँ न, नमन पर्ने त कसलाई हुन्छ र है। ल अलिकति मैले यहाँ राखेँ अकबरी खर्सानीसँग चिरिप्पै चारपै पारेर अब चाहिँ ल खाएँ है त। ल मेरो काइलीको सुकुटीको अचारसँग चाहिँ, ओहो यो अचार त नदेखाउँ साह्रो अब हरर। अनि अन्डा पनि यसो लगाइदिएको। ल अब खाएँ ल। फर्स्टै सुकुटीहरू चाउमिन अघि खाएको उसमा किचनमा यस्तो बसेर सबै टिमुर सिमुर एभ्रिथिङ मिल्दा त साँच्चै ढाटेको होइन। एउटा मात्रै डब्बा मगायो भने पनि
हामी जस्तो छेउछेउ खाने त हप्ता 15 दिन 10 दिन जस्तो त मजाले पुग्छ अनि कम्ती पिरो खानेलाई त 1.5 महिना 2 महिना तर आफूले चलाउँदा चाहिँ एकदम केयरफुल भएर चलाउनुपर्छ यो चम्चीहरू सफा सुग्घर पानी चाहिँ नलागेको दामी मजाले पुग्छ है ल आज त म त कालीसँग बाजेको नि त कता गयो लुती थाहा छैन उयो कता गयो अनि बोल्नु खोज्दैन भोइस मेसेजमा क्या फर्काइदिएको फर्काइदिएको कहाँ गयो फोन उठाउँदैन है फर्काइदिएको लुत्याङ्ग्री भनेर नि लुत्याङ्ग्रीको त हालखबर छैन त भिडियो सिडियो पनि युट्युब च्यानल सबै उत्तानो परेर गयो छैन हाम्रो त युट्युब च्यानल पुरानो युट्युब च्यानल नयाँ युट्युब च्यानल यसो खोलेर सब्सक्राइबर्स यसो गरिदियो है कता कता पुग्यो छैन युजर भने उनीहरूले खबर गरेको नि त भयो अरे उतानटाङ लाग्यो अरे के लाग्यो उतानटाङ अब बोल्ने फुर्सद हलो गरेर फोन उठाउँदैन होइन अनि त्यही भएर चाहिँ मैले यस्तो बोलेर चाहिँ लामो छ धेरै बाध्दा बसेको प्लिज है कृपया गरेर अनि साँच्चै तपाईँहरूले त्यो के अरे तपाईँहरूको पुरानो त्यो युट्युब त यहाँ कान्छीले चलाउँदा पनि चलिरहेको छैन त यहाँनिर कान्छीलाई मैले भिडियो गर भन्छ कान्छी फेरि त्यस्तै अल्छी गर्छ अनि युट्युबहरूमा अपडेट गरिराखन भनेर भनेको उयो के अरे के भन्छ त्यो युट्युब नै ओपनै भएन कान्छीले कति ट्राई गरेको हुँदै भएको छैन भने उतार्नु परेर चाहिँ के हुन्छ त्यो होइन उतार्नु परेको बियर भक्कु खाएला के खाएको नि डुलेछ गरेछ उतार्नु पर्यो नि हाम्रो युट्युब च्यानल त 7 दिनको वार्निङ दिएको थियो है छैन यो उतार्नु पर्यो अनि हिजोबाट खोले यस्तो गरेर बात गरेर बेसरी बाजेको है ल कान्छीले खोल्यो अरे उतार्नु पर्छ थाहा छैन उनीहरूलाई फोन गर्छु उठाउँदैन अनि हाम्रो काइँले हात पनि साह्रै मिठो है न अझ त दामी अझै सुकुटी त म त बेडको छेउमा लान्छु एउटा डब्बा अनि चम्चीले अलिअलि खाँदै चपाउँदा मजा आउँछ नि ल अब चाहिँ सम्किस खान्छु है म ल मलाई त फेरि कति मनपर्छ अनि साँच्चै हेर्नु नि ममा घिउमा तारेको चाम्रो भइसक्यो सबैलाई धेरै धेरै धन्यवाद है ल मसँग कति धेरै जोडिनु भयो ल यो भएको भएर अचार नबना है मैले हर्सानी कुरा नगरौँ है ओहो अन्डा घिउमा बनाऊ फोन गर्छु उठाउँदैन है अनि झ्याउ लाग्दो थर्काइदिएको मेसेन्जर उसमा वाट्सएपमा साह्रो बिजी हुन्छ नेपालको पछि बिजी नै हुन्छ सुकुटिया बोच्चा वाला है लट्ट रम्यो लट्ट रम्यो अब किनभने कान्छीले लिएर आउँछ नि त त्यहाँ मजाले खाँदै गर्नु सकिसक्यो 2-3 डब्बा त सुकुटी कति झर्दैछ है
मलाई मात्रै हो कि तपाईँहरूलाई पनि मनपर्छ केचपसँग उयो खानु यो चाउमिन हाम्रो डेलीलाई पनि बेसरी मनपर्छ केचपसँग मलाई पनि बेसरी मनपर्छ केचपसँग अर्कै टेस्ट लाग्छ घिउमै फ्राई गरेको है मैले चाउमिन चाहिँ वाउ अहिले हात देखाइन्छ नि थाहा पाउँछ है वाउ यो चाहिँ पेपरोनी अलिक पिरो छ हौ नेपालतिर ठेलातिर कम्ती मिठो पाउँछ है चाउमिन साह्रो मनपर्छ ठुल्ठुलो रेस्टुरेन्ट भन्दा पनि क्या स्वाद नै भिन्नै केचप लगाएपछि त अबै लुगामा नउफ्रे है मजाले हो फ्याला बिचरा काइँले बेसी मिस गरेछ उसको अचार है लान्छु भनेर पोको पारेर रेडी गर्छ माथि किचनमाथि फुत्त निस्केर हिँड्दैछ मारेर पठाइदिएको पनि सकिसकेछ हरहरी भयो भन्दै थियो मलाई त्यस्तै हुन्छ 좋아. Kabaretoya? साह्रो मनपर्छ मलाई त्यो केचप राखेर त दामी सुकुटी चाहिँ चाम्रो हुन्छ नि त अलिअलि त्यसलाई डिस्टर्ब गर्ने क्या फेरि काइन्डको सुकुटी साह्रो क्रेभिङ भयो क्या त्यही भएर बनाइदिएको यस्तो झुसी रसी छ यो देखिन्छ देख्दैन क्यामेरा थालेर वाउ
विदेशमै ध्यान पायो भने त भयो अन्डा पिरो पिरो क्या पेपरोनी पनि कालै सुकुटी त कस्तो दाम भयो यो त कति खाने होला है मोमो हर हर बास्ना क्या दामी लिएर आएको अहिले पनि राँगाको सुकुटी त हो है
हर बास्ना आउने क्या मेरो काइलीको चुकुटी ल गजबले खाए काइली मिठो 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 बडो मिठो दामी आमा यहाँ राख्दैन अर्थ्यो कि तर यसो आमामामा उसले हेर्नु नि के अचार छ सर अनि यो खानु पाएपछि सकेन सबैभन्दा मनपर्ने अचारहरू लु आमामामा लु 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 हेरौँ ओहो लु के छ अचार बिचार त लु है काइलीको अचार ड्याम्मै छोपे लु मलाई त तपाईँहरूलाई पनि यदि चाहिन्छ भने चाहिँ मैले अघि भने जस्तै अलिक धेरै खाना त धेरै पुग्दैन ठिक्क खाना त 3-4 महिना त मजाले पुग्छ यो अचारले केही पकाउनै पर्दैन अझ झन् सिस्नो खानेहरूलाई त सिस्नो बनायो अनि भात थोरै बनाएँ यो पिक्ले अचार आमा अलिकति उयो लाए टिमुर पनि यहीँ हुन्छ खर्सानी पिरो पनि यहाँ सबै एभ्रिथिङ यहीँ हुन्छ कि स्वादिलो सेरसको सेला मैले फेरि सेलाको चाहिँ किन हो ल हो त्यो पस्यो है ल किन अचार नबनाएको भने अकबर छ नि त अब फेरि टोक्नुको अर्कै स्वाद हुन्छ मलाई चाहिँ फेरि ल यस्तो खालको बोसिहाल्को क्या ल अब चाहिँ म सुकुटी बिस्तारै चपाउँछु क्या फेरि दाँत फुस्किन्छ मजा खायो मिठो पुस्नै छैन हौ ल चाहिन्छ तपाईँहरूलाई भने चाहिँ काइली कतालाई सम्पर्क गर्न नबिर्सिनु होला सालीले यस्तो ढकी त कतिवटा खायो है यस्तो ढकी त ल मोमो सेलाएँ क्या मलाई सेलाएको त खानु सक्दिनँ किनभने फेरि चाउमिन खाएन भने सेलाइहाल्छ मजाले खाएँ अब सुस्तर खाने हो अकबर खर्सानी मैले तिमीलाई पनि भनेको छु है मेरो भिडियोमा तिमीलाई पनि पठाइदिन्छु है म खर्सानी अब कान्छी आउने बेला भएपछि चाहिँ स्वाटै दिएर यति नै योभन्दा 2 डबल थपेर दिनु पऱ्यो नि त है धेरै धेरै धन्यवाद त्यो खर्सानीको लागि पनि सबैलाई अनि सम्पूर्णले मलाई सब्स्क्राइब गरिकन तपाईँ मसँग जोडिनु भएको छ अनि म तपाईँसँग जोडिने सम्पूर्णलाई एकमुष्ट धन्यवाद दिन्छु अब पुरानो भिडियो के होला पुरानो च्यानल के होला कसो होला भने समय र परिस्थितिले बताउँला हैन तर यो चाहिँ मेरो अहिले चाहिँ अब कान्छी आइसकेपछि पनि यही भिडियोमा हामी अपलोड गर्छौँ र हामी यहाँ सधैँभरि यही च्यानलमा हामी तपाईँसँग चाहिँ हामी जोडिन्छौँ र देखिनुहुन्छ र सबैजनाले सब्स्क्राइब गरिदिनु भएकोमा तपाईँलाई हृदयबाट धन्यवाद दिन्छु अनि बेल आइकन पनि ट्विक बनाइदिनुहोस् भने सम्पूर्णलाई साथीको विनम्र अनुरोध गर्दै अब चाहिँ टन्न काइलीको अचार फिजाएर मजाले खाइयो ल रिताई बडो मिठो गरी खायौँ ल काइलीलाई पनि हृदयबाट धन्यवाद दिँदै सालीजीको तर्फबाट फेरि पनि अचार पठाउनुलाई कान्छीलाई नबिर्सिनु भन्दै म त फेरि प्राइभेटमा गफ गरिहाल्छु नि हलो गरेर यताबाट म बात गरिहाल्छु टेन्सन छैन मलाई चाहिँ त्यहाँबाट फेरि आफूलाई कुन मनपर्छ त्यो अचार अर्डर गरिहाल्छु तपाईँलाई पनि यदि चाहिन्छ भने काइलीको अचारलाई पनि सम्पर्क गरिकन हजुरहरूले एकपल्ट चाखेर स्वाद गरेर लिएर हेर्नुहोस् हामी बिजी हुनेहरूलाई त झन् गजब हुन्छ ल तपाईँसँग विधान सम्पूर्णलाई हृदयबाट धन्यवाद दिँदै जतिजना सब्स्क्राइब गरिनु हामीसँग जोडिनु भएको छ यो नयाँ च्यानलमा अनि त्यसरी कमेन्ट गरिदिनु सम्पूर्ण एकमुष्ट साथीको तर्फबाट हृदयबाट धन्यवाद दिँदै अब चाहिँ तपाईँसँग बिदा हुन्छ हजुरहरूले सम्पूर्ण धन्यवाद दिँदै ल बाई 1000 माया उडी चुप्पाला बाई